यो अहिलेको सरकारले विशेष गरेर देशको प्रधानमन्त्रीले भ्रष्टाचार गर्छन् भन्ने कुरामा म विश्वास गर्दिनँ। तर प्रधानमन्त्री आलो ताते छन्। दलाई लामाको जन्मदिवस नेपालमा मनाउँदा चीनका राजदूतहरूले विज्ञप्ति निकालेका छन्। अहिले भोलि हामी परराष्ट्र नीतिमा फस्दै जान्छौँ कि भन्ने ठुलो डर छ मलाई, होइन? त्यो भएको हुनाले मैले सकिहालेँ। अब त्यो आएको हुनाले अहिले स्पष्टका साथ हामी सरकारलाई खबरदारी गरिरहेको छौँ। तपाईँहरूको साथ छ, अझै खुसीका साथ बस्नुहोस्, अझै मेहनत गर्नुहोस्, दुःख गर्नुहोस्। अब धेरै लामो कुरा केही पनि छैन। यहाँ जापान आइसकेपछि हामी सिर्फ तपाईँको यसो घुम्न मात्र आएको होइनौँ, तपाईँको समस्या सम्बन्धित ठाउँमा उठाउन आएको छौँ। अझै मलाई गर्नुहोला, म दूतावासको भ्रमण पनि गर्छु र सबैलाई साथ लिएर जाउँ। जापान र नेपालको सम्बन्ध अझै प्रगाढ बनाऊ। जापानको राजाहरू, युवराजहरू, राजा वीरेन्द्रको राज्याभिषेकमा नेपाल जानुभएको रहेछ। त्यहाँभन्दा पछाडि राज संस्था गइसकेपछि जापानका राजाहरूले नेपाल भ्रमण गरेको इतिहास छैन। त्यो भएको हुनाले यसलाई अझै प्रगाढ बनाउने, अझै सम्बन्ध राम्रो बनाउने कोसिस गर्छौँ। र नेपालमा रहेका जापानका ठुल्ठुला कम्पनीहरू, अब म त सरकारमा छैन, ग्यारेन्टी दिन सक्दिनँ, तर सुरक्षितका साथ काम गर भन्छु। तपाईँहरूको समस्याको समाधान सुन्छु।